घरते डाडामै काटुला सुख दुःख सँगसँगै साटौला हावा सरर लमजुङ्गे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर घाम जुन रहे बस्नु है यो सासमा गरे हो कि यिनीहरूले हैन यो लोकल ट्राउट हुनुको अर्कै हुँदो रहेछ के यमुना ए अँ है त्यही त भन नौलो छ त माछा त खै राहुल यो चाहिँ अर्कै हुँदो रहेछ क्या यसको पाटो हेर्नु त सुन त यहाँ बल्ल छोडेकै बल्ल छोड्दो निस्क्यो अब यहाँसम्म छ क्या यहाँ रहेछ क्या आमा हुँदैन पाए कान पनि खानु पर्छ त कतिवटा खाइसक्यो अघि फाल्नु भन्दा बढी किन हो खाना खानु खानुपर्छ छिटो हुन्छ है 저기 있다네. 오기네. 기레네. 아리가또 고자이마스. 고자이마스. माछा चाहिँ यहाँको अलि नौलो खालको रहेछ है। अब अहिलेसम्म हामीले रेमो ट्राउट मात्रै मारिरहेको थियो है। यो ठाउँमा आएर नयाँ खालको माछा पनि मार्न पाउँदो रहेछ। अशोकले कतिवटा मार्यो? एउटा कतिवटा मार्नु भयो? कतिवटा? एउटा मासु रेडी भयो खानु काम? मासु पाक्यो रेडी भयो है? हजुर एकदमै ल फेरि टुटु माछा लैसक्यो ल्याऊ लगिदियो माछै लगिदियो हाम्रो कसो माछा लैदियो त यति पोखरीको माछा राख यो पुरै डढ्ने गरेर पाकेको अनि माछा पाक्छ त यहाँ पोली ठाउँभरि माछा यो माथि चाहिँ यो ग्रिल यसलाई ग्रिल होइन तलको प्रिल हो भुल्ने हतार साह्रो हुन्छ त्यो फेरि अलिक तागेर पसेर नामा गिरु त्यो हाल्यो नि बरु खोइ यहाँ त सस के पनि पर्दैन त यार एउटा नदीको सस छैन मिठो के हेर्नु चिसो भएछ है चिसो भएछ नि जङ्गलमा जान्छ ओके ल आजको माछा हो आजको माछा आदि माछा खाइसक्यो यो चाहिँ अलि आम्दै गर नहुँदै हो रौसिलै चटनी आउँदै गर न